गुड मर्निङ साथीहरु। यो चाहिँ मेरो यहाँको लोकल गोल्ड फिश हो। देख्नुहुन्छ होला पानी भित्र छ है। यो चाहिँ लोकल है। यसरी यो हो, यो चाहिँ लोकल हो यहाँको। पुच्छर लामो भएको र यहाँ चाहिँ तपाईको गोल्ड फिशको बच्चा र यसको बच्चा छ है। हेर्नुस् यहाँ कोहीको बच्चा, यो कोही कापको बच्चा छ यहाँनिर। यहाँ चाहिँ काठ मार्छाको बच्चा छ। यहाँ चाहिँ मैले भित्तीको बच्चा राखेको छु। भित्ती यहाँ बुडर, भित्तीको बुडर छ। यहाँ चाहिँ ठुलो माछाहरू छ। यहाँ चारो दिने चाहिँ मेरो नाति हो। चारो दिँदैछ नातिले। देख्नुभयो होला, यो चाहिँ कोहीको बच्चा हो। यसरी छ। कोहीको बच्चा है यो चाहिँ, देख्नुहुँदैछ। यहाँ पनि काठ माछा छ। यहाँ चाहिँ मसिनो मसिनो छ। 300 ग्राम 200 ग्रामको। यो चाहिँ टिलिपिया हो। निकै ठुल्ठुलो भइसकेको रहेछ। 400-500 ग्रामको छ टिलिपिया। देख्नु होला, टिलिपिया हो।